रवि लामिछानेको यात्रा एकजना रियालिटी टिभी होस्टबाट सुरु भएर होइन, अनि पत्रकार, अनि अहिले त देशकै एकजना मुख्य राजनीतिक खेलाडी। आज यसबारे अलि गहिरिएर कुरा गरौँ न। हामीसँग भएका स्रोतहरू हेर्दा त उहाँको चर्चा, त्यो नागरिकताको विवाद, अदालतका कुराहरू अनि उहाँलाई लिएर मान्छेहरू कसरी बाँडिएका छन्, एकदम धेरै कुराहरू छन्। खास प्रश्न के हो भने उहाँ नायक हो कि अलि विवादित पात्र कि के हो? आज हामी खासमा उहाँको मिडिया यात्रा कस्तो थियो, राजनीतिमा कसरी आउनुभयो, त्यो नागरिकताको लफडा के थियो, अनि राष्ट्रिय स्वतन्त्र पार्टी कसरी बन्यो, त्यसले के असर गर्यो, र समग्रमा नेपाली समाज र राजनीतिमा उहाँको के प्रभाव रह्यो भन्ने कुरालाई केलाउने प्रयास गर्नेछौँ। स्रोतहरू जे भन्छन् त्यसमै आधारित रहेर। सुरु गरौँ न त उहाँको पत्रकारिताबाटै। त्यो सिधा कुरा जनतासँग कार्यक्रम होइन, त्यसले त उहाँलाई घर घरमै पुर्यायो नि। सरकारी अफिसका ढिलासुस्ती, भ्रष्टाचारका कुरा, स्वास्थ्य सेवामा हुने लापरवाही, विदेश गरेकाहरूको पीडा, यस्ता विषय उठाएर उहाँ चर्चित हुनुभयो। कतिले त उहाँलाई पत्रकार मात्रै होइन, अलि एक्टिभिस्ट जस्तो पनि माने नि होइन। र उहाँको त्यो शैली, सिधै फिल्डमा जाने, पीडितसँग बोल्ने, अलि फरक थियो। हो त्यो बेलाको नेपाली मिडियामा जुन एउटा चलन थियो नि, अलि औपचारिक समाचार भन्ने, स्टुडियोमा बसेर बहस गर्ने, त्योभन्दा उहाँको तरिका एकदमै भिन्न थियो। प्रत्यक्ष, कहिलेकाहीँ अलि आक्रामक पनि सुनिने, जनताको आवाज बोलेको जस्तो धेरैलाई लाग्यो। तर सँगसँगै आलोचना पनि सुरु भयो। कसैले पपुलिस्ट भनिदिए, मतलब खालि लोकप्रिय हुने खालका मुद्दा मात्रै उठाउने भनेर। अनि मिडियाले नै अदालतको काम गर्न खोज्यो, मिडिया ट्रायल भयो भन्ने जस्ता गम्भीर आरोप पनि लागे। उहाँको जवाफ चाहिँ प्राय के हुन्थ्यो भने, अब जहाँ सिस्टमले काम गर्दैन त्यहाँ त कोही न कोही बोल्नु पर्यो भन्ने खालको। अनि पत्रकारिता चलिरहेकै बेला अचानक राजनीतिमा प्रवेश, त्यो पनि निकै विवादास्पद तरिकाले सुरु भयो होइन। 2079मा त्यो नागरिकताको कुराले त ठूलै तरङ्ग ल्यायो। अमेरिकी नागरिकता छोडेपछि नेपाली नागरिकता फेरि लिएको प्रक्रिया नपुगेको भन्ने आरोप लाग्यो। हो नि, अनि सर्वोच्च अदालतले त उहाँको सांसद पद, मन्त्री पद सबै खारेजै गरिदियो। त्यसले त समाज पुरै दुई धारमा बाँडियो नि, होइन र? कोही भन्दै थिए यो षड्यन्त्र हो, कोही भन्दै थिए कानून नमानेको हो। बिल्कुल, त्यो एउटा कानूनी र राजनीतिक रूपमा निकै महत्त्वपूर्ण मोड थियो उहाँको लागि। तर रोचक कुरा के भयो भने पद गए पनि उहाँ रोकिनु भएन। तुरुन्तै प्रक्रिया मिलाएर नागरिकता लिनुभयो। अनि फेरि उपचुनाव लडेर जित्नुभयो पनि। हो, जित्नुभयो। र यही बीचमा उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी आरएसपी को घोषणा पनि गरिसक्नु भएको थियो। यो पार्टी चाहिँ खै पुराना पार्टीहरूबाट निराश भएकाहरू, विशेष गरी युवाहरूको लागि एउटा आशा जस्तो बनेर आयो। उम्मेदवारहरू पनि अलि फरक खालका थिए भन्ने सुनिन्छ नि, स्थापित नेताभन्दा पनि। हो, स्रोतहरूले पनि त्यही भन्छन्। विभिन्न पेशाबाट आएका, पहिले राजनीतिमा नलागेका फ्रेश फेसहरूलाई उहाँले अगाडि सार्नुभयो। अनि नतिजा पनि त अचम्मकै आयो नि। पहिलो चुनावमा 20भन्दा बढी सिट जित्नु, सरकारमा सामेल हुनु, उपप्रधानमन्त्री र गृहमन्त्री जस्तो पद पाउनु, त्यो निकै ठूलो उपलब्धि थियो नयाँ पार्टीको लागि। एकदमै। अझ स्रोतहरूले त आरएसपीलाई नेपालको पहिलो डिजिटल युगको पार्टी पनि भनेका छन्। यो चाहिँ अलि चाखलाग्दो कुरा लाग्यो मलाई। कसरी? त्यो चाहिँ उहाँहरूले प्रचार प्रसार गर्ने तरिकाले गर्दा हो। उहाँहरूले परम्परागत मिडियामा मात्रै भर पर्नु भएन। सामाजिक सञ्जाल, खास गरी टिकटक, फेसबुक लाइभ, यिनीहरूको एकदमै धेरै प्रयोग गर्नुभयो। सिधै मतदातासम्म पुग्न। हो, सिधै अनि छिटो पनि। खास गरी युवाहरूमाझ त निकै प्रभावकारी भयो त्यो। यसले गर्दा राजनीतिमा प्रविधि कसरी प्रयोग हुन सक्छ भन्ने एउटा उदाहरणै बन्यो। तर राजनीतिमा स्थापित हुँदै जाँदा आलोचनाहरू पनि झन् थपिए जस्तो देखिन्छ नि। कतिले भने उहाँले शक्तिको दुरुपयोग गर्नुभयो, पत्रकारिताको अनुभवलाई राजनीतिक बदला लिन प्रयोग गर्नुभयो, यस्ता आरोपहरू पनि लागे। लागे। अनि पार्टीभित्र पनि सधैँ सहज अवस्था रहेन। जस्तो त्यो डोल प्रसाद अर्यालको राजीनामाको कुरा आयो, पार्टीभित्र पारदर्शिताको प्रश्न उठ्यो। उहाँको नेतृत्व शैलीलाई लिएर पनि फरक फरक कुरा सुनिन्छ। कोही भन्छन् रणनीतिक रूपमा मौन बस्नुहुन्छ, कोही भन्छन् अलि बढी केन्द्रीकृत छ, अपारदर्शी छ भनेर। यति धेरै विवाद, यति धेरै आलोचना हुँदाहुँदै पनि उहाँको लोकप्रियता चाहिँ कसरी टिकिरहेको होला त? खै,
यो महत्त्वपूर्ण प्रश्न हो। स्रोतहरू हेर्दा के लाग्छ भने उहाँले आम मान्छेको जुन दुःख, निराशा, आशा छ नि त्यसलाई छुन सक्नुभयो, भावनात्मक रूपमा जोडिन सक्नुभयो। उहाँको भाषण सुन्दा, प्रस्तुति हेर्दा सिस्टम खराब छ, म तपाईहरूकै मान्छे हुँ भन्ने खालको सन्देश जान्छ। भनेपछि समर्थकहरू चाहिँ नियत ठिक छ भन्नेमा विश्वस्त छन्। धेरै हदसम्म। तर आलोचकहरू के भन्छन् भने देश चलाउन नियतले मात्र पुग्दैन, नीति चाहिन्छ, विधि चाहिन्छ, प्रक्रिया चाहिन्छ। वास्तवमा उहाँको कथाले नेपाली समाज कति परिवर्तन चाहन्छ भन्ने देखाउँछ, तर त्यो परिवर्तन ल्याउन कति जटिल रहेछ भन्ने पनि देखाउँछ। उहाँलाई कहिले भारतको केजरीवालसँग, कहिले अमेरिकाको ट्रम्पसँग, कहिले युक्रेनको जेलेन्स्कीसँग पनि तुलना गर्छन् नि। हो सुनिन्छ। तर नेपालको आफ्नै खालको राजनीति र समाज छ, त्यही सन्दर्भमा बुझ्नुपर्छ उहाँको उदयलाई। साँच्चै उहाँको यात्रा निकै उतार चढावपूर्ण रहेछ। पत्रकार, अभियन्ता, नेता अनेक रूप देखियो। स्रोतहरूले के देखाउँछन् भने उहाँले नेपाली मिडिया, राजनीति र सार्वजनिक बहसलाई चाहिँ निकै प्रभाव पार्नु भएको छ। कम्तीमा मान्छेलाई बोल्न, प्रश्न गर्न सिकाउनु भयो। हो, र यो कथा अझै सकिएको छैन। उहाँले राजनीतिमा एउटा छाप त छोड्नु भएकै छ, त्यो त पक्का हो। तर अब प्रश्न के हो भने उहाँले ल्याएको यो तरङ्गले दिगो परिवर्तन ल्याउँछ कि यो एउटा छोटो अवधिको लहर मात्रै हो? यसको उत्तर त अब भविष्यले नै देला। तर उहाँको यो यात्राले हामीलाई व्यक्तिभन्दा माथि उठेर हाम्रो नेतृत्व, परिवर्तनको चाहना र प्रणालीका चुनौतीहरूबारे सोच्न बाध्य चाहिँ बनाउँछ। यस्तै गहिरा नेपाली कथाहरूको लागि लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्, सब्स्क्राइब गर्नुहोस्